नमस्कार यहाँहरू सबैजनालाई। आजको यस भिडियोमा म हाम्रो यो सुयोग ज्योतिष सफ्टवेयर कसरी डाउनलोड गर्ने, इन्स्टल गर्ने र रजिस्टर गरेर तपाईँले चलाउन सक्नुहुन्छ भन्ने बारेमा म एउटा सानो भिडियो डेमो जस्तो म देखाउन गइरहेको छु। सुरु गर्नुहोस्। पहिले एउटा तपाईँलाई मनपर्ने तपाईँले ब्राउजर इन्टरनेट ब्राउजर चलाउनु पर्नेछ, जस्तै क्रोम अथवा सफारी या एज ब्राउजरबाट सुरु गर्नुहोस्। त्यसपछि मैले भिडियोको डिस्क्रिप्सनमा राखिदिएको यो डाउनलोड लिङ्क जुन छ यसलाई तपाईँले यहाँ कपी पेस्ट पनि गर्न सक्नुहुन्छ या डाइरेक्ट लिङ्कले क्लिक गर्दाखेरि तपाईँले यो पेजमा जानुहुन्छ। यस पेज मार्फत यो सफ्टवेयरका फिचरहरू तपाईँले यहाँ देख्नुहुन्छ र यो फिचरहरूलाई एकचोटि रिभ्यू गर्नुहोस् र फिचरहरू राम्रो लाग्छ र तपाईँ अघि बढ्न चाहनुहुन्छ र यो सफ्टवेयरलाई ट्राई गर्न चाहनुहुन्छ भने यहाँ पेजको सबैभन्दा तल यहाँ डाउनलोड नाउ भन्ने एउटा बटन छ। यो जब क्लिक गर्नुहुन्छ यसले तपाईँलाई गुगल ड्राइभमा लिएर जान्छ। तपाईँको अलरेडी जिमेल अकाउन्ट छ भने या छैन भने पनि यहाँ डाउनलोड बटनमा क्लिक गर्नुभएपछि यसले तपाईँलाई यो डाउनलोड एनीवेमा लान्छ। यो मेसेज गुगल ड्राइभ क्यानट स्क्यान दिस फाइल फर भाइरस भनेर लेखेको छ। यसलाई यो ठुलो फाइल भएको हुनाले गुगलले यो स्क्यान गर्दैन। यसलाई तपाईँले डाउनलोड गर्न सक्नुहुन्छ। तपाईँको इन्टरनेटको स्पिडको आधारमा अब यसले टाइम लाग्न सक्छ, तर मेरो यहाँ डाउनलोड भइसकेको छ है। अनि यसलाई यो डाउनलोड फोल्डरमा यहाँ क्लिक गर्नुभयो भने यसले तपाईँलाई आफ्नो कहाँ डाउनलोड भएको छ त्यो देखाइहाल्छ। यो जिप फाइल हो। यसलाई राइट क्लिक गरेर एक्सट्र्याक्ट गर्नुहोस् अथवा जिपलाई खोल्नुहोस् होइन। त्यसपछि मेन इएक्सी फाइल देख्नुहुन्छ। यो इएक्सी फाइललाई जब डबल क्लिक गर्नुहुन्छ त्यसपछि यो एउटा विन्डोज प्रोटेक्टेड यो पिसी भनेर एउटा अलर्ट कुनै कम्प्युटरमा देखिन्छ पनि र कुनैमा देखिँदैन पनि। यदि यस्तो देखिन्छ भने यसलाई मोर इन्फोमा क्लिक गरेर रन एनीवे गर्नुभयो भने त्यसपछि यसले तपाईँलाई यो एउटा अर्को अलर्ट सोध्छ होइन। यसमा यस गर्नुहोला र यसपछि यो लाइसेन्स एग्रिमेन्ट यसमा आई एक्सेप्ट गर्नुहोस्, नेक्स्ट गर्नुहोस्। यसले कहाँ इन्स्टल गर्ने भन्छ यसलाई पनि नेक्स्ट गर्नुहोस्। त्यसपछि डेस्कटपमा तपाईँलाई आइकन चाहिन्छ भने यसलाई क्लिक गर्नुहोला। म अहिलेको लागि यसमा क्लिक गर्छु, नेक्स्ट गर्नुहोस् र इन्स्टल गर्नुहोस्। अब यो केही सेकेन्डमा यो इन्स्टलेसन कम्प्लिट हुन्छ। इन्स्टलेसन कम्प्लिट भइसकेपछि यसले यो लन्च सुयोग ज्योतिष भनेर यो टिक गरिरहेछ। यसलाई म अहिले यसलाई हटाउँछु र आइकन म आफै डेस्कटपबाट नै क्लिक गरेर देखाउन चाहन्छु। र यहाँ हाम्रो यो सुयोग ज्योतिष अहिलेलाई इन्स्टल भइसक्यो। र अब तपाईँले यो जब डबल क्लिक गर्नुहुन्छ होइन त्यसपछि सफ्टवेयर खुल्छ र सुरुमा रेजिस्ट्रेसनको एउटा यो फर्म देख्नुहुन्छ। यसमा चाहिँ तपाईँले सक्नुहुन्छ भने आफ्नो नाम, थर, इमेल एड्रेस र फोन नम्बर चाहिँ सकेसम्म सही मलाई यसबाट दिनु होला, किनभने यो पछि रिन्यू गर्नको लागि र हामी पछि पनि कुनै रिसर्चमा काम गर्न सक्छौँ, त्यो बेलाको लागि काम लाग्न सक्छ। त्यसैले इमेल र फोन नम्बर चाहिँ सही दिनुभयो भने त्यो राम्रो हुन्छ। त्यसपछि यो दर्ता गर्नेमा क्लिक गर्नुहोस्। यसले तपाईँको सफ्टवेयर अब बधाई छ, तपाईँले यो सफ्टवेयर अब प्रयोग गर्न सक्नुहुन्छ भन्ने यो मेसेज देख्नुभयो होइन। यस पछाडि सुरुमा अहिले 181 दिनको लागि यो सफ्टवेयर तपाईँको सिस्टममा एक्टिभेट भएको छ। र फेरि यसलाई मैले क्लोज गरेँ। एकचोटि फेरि यहाँ जानुहोस् र सुयोग ज्योतिषमा क्लिक गरेर तपाईँले खोल्नुभयो भने तपाईँको सफ्टवेयर यसरी खुल्छ र यहाँबाट अगाडि बढ्न सक्नुहुन्छ। र यो कुण्डलीमा क्लिक गरेर यहाँ यो फर्म भरेर तपाईँलाई कस्तो कुण्डली चाहिन्छ यहाँबाट अगाडि बढ्न सक्नुहुन्छ। अहिलेको लागि मैले यति नै गरेँ। धन्यवाद।